के भइरहेछ अहिले चाहिँ तपाईको समस्या के छ पेट दुखिरहेको कहिलेबाट भयो 2-3 दिन भयो दिन भयो अनि अरु त ज्वरो आउने त्यस्तो ज्यान तातिने ज्यान दुख्ने त्यस्तो केही छ अनि छैन त्यो ज्यान मात्रै दुख्छ नि प्रेसर कतिको छ प्रेसर हेर्नु भएको छैन औषधि खानुहुन्छ नि प्रेसरको छैन घाटा खानु पर्दैन घाटा पछि ल प्रेसर नपाऊ अनि बिहे गरेर चाहिँ छैन बिहे त गरिसक्यो नि हो त्यही तनावले होला यस्तो यो भएको समस्या आछ यो तनावले हैन के डर साहब के भयो त यो मलाई गाउँतिर खाली कुरो हान्ने छ अस्ति मैले 1 किलो खसी मासु ल्याएको कोठामा साथीले ल बना म चाहिँ अब बाहिरतिर गएर यसो आउँछु एउटा काम छ भनेर आगो साथीले जब मैले त्यो मलाई त प्याज र भुजिया मात्रै बाँधिराखेको छ मासु चाहिँ जम्मै उसैले खाएछ क्या अनि एक कुरै खाए चाहिँ सकि 1 किलो त खसी मासु प्रेसर पनि लो छ केटाले एकले खाएपछि त अनि एउटा डायरिया चलिहाल्यो प्रेसर पनि लो छ अनि खै आँखा खै अनि जिब्रो निकाल त बाहिर ल ठिक छ त्यो चाहिँ ठिक छ अनि के भन्ने लाम ससुरा एक्सन कट ल लामो सास तान्नुहोस् लास लाम ताना खानु लाम लाम सास तान्नु सास रोक्छ पो पछाडि अब भुडी ठाउँमा नपरा न मैले जान अलि काट्दा हुन्छ अनि के छ अनि टट्टी कस्तो छ टट्टी कस्तो छ ओराड बाहेक प्रति त मलाई भित्र छिरिसकेको त ढर